नमस्ते साथीहरु, आजको यस भिडियोमा स्वागत छ। आजको यस भिडियोमा म तपाईहरुलाई नेपालमा सपिपे एप्लिकेसन कसरी युज गर्न मिल्छ कि मिल्दैन, त्यस्तै गरी त्यो एप्लिकेसनमा अकाउन्ट कसरी बनाउने र नेपालमा सपोर्ट गर्छ कि गर्दैन त्यो सम्बन्धी पनि म तपाईलाई जानकारी दिनेछु। यो भिडियो हेरिसकेपछि तपाईले फुल इन्फर्मेसन हुनेछ, त्यसैले भिडियोको अन्तिमसम्म रहनुहोस्। तपाईहरुले भिडियोलाई लाइक गर्नुपर्छ, लाइक र च्यानललाई सब्स्क्राइब गर्न छैन डेफिनेटली च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नछुटाउनु होला। र तपाईहरु यदि फ्री फायरमा डायमन्ड टप गराउन चाहनुहुन्छ सपिपे वालेटलाई एड गरेर भन्ने सम्बन्धी सम्पूर्ण जानकारी तपाईलाई ए टु जेड इन्फर्मेसन यो भिडियोमा हुनेछ। अब सबभन्दा पहिलो कुरा गरौँ साथीहरु, नेपालमा तपाईहरुले प्ले स्टोरमा गएर सपिपे एप्लिकेसन डाउनलोड गर्न खोज्नुहुन्छ भने त्यहाँनेर एउटा अप्सन दिन्छ जसमा चाहिँ दिस कन्ट्री नट एभेलेबल अथवा के अप्सन आउँछ तपाईले देख्न सक्नुहुन्छ। यहाँनेर मैले राखेको छु यो अप्सन आउँछ हैन। त्यसपछि तपाईहरुले यदि गुगलतिर पनि रिसर्च गरेर हेर्न सक्नुहुन्छ र आजको यो भिडियो पनि फुल हेर्न सक्नुहुन्छ है। त्यसको लागि सबभन्दा पहिलो कुरा त के हो भने यो एप्लिकेसन भनेको दक्षिण र पूर्वी एसियाको जुन देशहरुमा चाहिँ यो एप्लिकेसन उपलब्ध छ। यो एप्लिकेसनको काम चाहिँ के हो त भन्दाखेरि विशेष गरी यो चाहिँ तपाईहरुले यसमा क्रेडिट कार्डहरु एड गर्नु सकिन्छ। एड गरिसकेपछि तपाईहरुले त्यहाँबाट चाहिँ पेमेन्ट गर्न मिल्छ है। विशेष गरी यो एप्लिकेसन चाहिँ कहाँ उपलब्ध छ भन्दाखेरि दक्षिण पूर्वी एसियाको जुन चाहिँ इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनाम र ताइवान जस्ता खालका देशहरुमा चाहिँ यो सपिपे एप्लिकेसन उपलब्ध छ। हाल फिलहाल चाहिँ यो नेपालमा चाहिँ उपलब्ध छैन र यो एप्लिकेसन इन्डियामा पनि उपलब्ध नभएको कारणले गर्दाखेरि चाहिँ यो पहिला चाहिँ इन्डियामा उपलब्ध रहेछ, पछि चाहिँ यो इन्डियाबाट पनि बाइकआउट भएको रहेछ किनभने इन्डियामा डिजिटल वालेट आफ्नै छ नि त, त्यही कारणले गर्दाखेरि चाहिँ बाइकआउट भएको रहेछ। र त्यही कारणले गर्दाखेरि नेपालमा पनि तपाईहरुले यो एप्लिकेसन चाहिँ युज गर्न चाहिँ अहिलेको अवस्थामा चाहिँ नमिल्ने अवस्था हुन्छ। नमिल्नेको कारण चाहिँ के हो भन्दाखेरि डिजिटल वालेटले जबसम्म चाहिँ ब्याङ्कबाट सिधै डाइरेक्टली पेमेन्ट गर्ने सिस्टम ल्याउँदैन तबसम्म चाहिँ नेपाल सरकारले पनि यस्तो स्वीकृतिहरु दिँदैन। त्यही कारणले गर्दाखेरि अहिलेको अवस्थामा तपाईले सपिपेबाट एप्लिकेसनबाट तपाईले डायमन्डहरु पर्चेज गर्नका लागि तपाईले बिलहरु चाहिँ तिर्न मिल्दैन। यो कुरा तपाईले मैले जानकारी गराउनको लागि यो भिडियो बनाएको छु। सो भिडियोलाई लाइक गर्नुभएको छ भने लाइक र च्यानललाई सब्स्क्राइब गर्न डेफिनेटली च्यानल सब्स्क्राइब गर्नुस् र फ्री फायर डायमन्ड टप बनाउन चाहनुहुन्छ भने यतातर्फ दुई तीनवटा भिडियो आएकोलाई यो भिडियोलाई ट्याप गरेर हेर्नुस्। त्यो भिडियोमा मैले सबैलाई सम्पूर्ण प्रोसेस सम्झाएको छु है त। आजको यो भिडियो पनि तपाईलाई राम्रो लाग्यो होला र तपाईहरुले यो भिडियोमा केही नबुझेका कुराहरु छन् भने कमेन्ट गरेर जानकारी गराउन नबिर्सनु होला। सो आजलाई यति नै। टिल देन जय नेपाल।